हेलो गाइस, गुड मर्निङ सबैजनालाई शुभ बिहानी। अनि आज भने हाम्रो यात्रा चाहिँ हङकङको विभिन्न ठाउँहरू घुम्ने यात्रा छ। तर आज मौसमले पनि अलिकति च्यालेन्ज गर्दैछ, पानी पनि परिरहेको छ अनि टाइफुन पनि आइरहेको छ। सो यो टाइफुन र पानी अनि यो मौसमलाई पनि च्यालेन्ज गर्दै हामी चाहिँ घुम्न जाने भनेर हिँडेका छौँ। र म चाहिँ अब ड्युटी सकेर ताइपाबाट बस चढेर लिस्को जान्छु। र लिस्को गइसके पछाडि चाहिँ त्यहाँनिर अरू हाम्रो सर म्यामहरू साथीहरू हुनुहुन्छ र उहाँहरूसँगै चाहिँ आज हाम्रो यात्रा हङकङको विभिन्न ठाउँहरूको घुमघाम हुनेछ। र त्यसको विषयमा जानकारी गराउँदै त्यहाँ बिचमा हुने बाटो यात्रा अनि त्यहाँका विभिन्न ठाउँ रमणीय दृश्यहरू चाहिँ हामी देखाउँदै र जानकारी गराउँदै जाँदैछौँ। पक्कै पनि यहाँहरूलाई हेर्न भने नबिर्सनु होला। अब हाम्रो भिडियो भने लिस्कोबाट फेरि कन्टिन्यू हुनेछ अहिले। र गाइज अहिले चाहिँ हाम्रो यात्रा अब लिस्कोबाट सुरु हुँदैछ। अब लिस्कोदेखि चाहिँ हामी 101 एक्स गाडी चढेर चाहिँ सिधा हङकङ इमिग्रेसनसम्म जान्छौँ। त्यहाँबाट फेरि टिकट काटेर चाहिँ हामी हङकङको यात्रा गर्नेछौँ। यहाँ हाम्रो चाहिँ दाजु भाउजू पनि आइसक्नु भएको छ। अब हामी 3 जनाको यात्रा चाहिँ आज हङकङको विभिन्न ठाउँहरूमा घुम्ने कार्यक्रम चाहिँ हुँदैछ। अहिले चाहिँ हाम्रो यहाँ टिकट काट्ने काम भइरहेछ। टिकट सिस्टम चाहिँ यसरी ट्याक्क सेल्फ सर्भिस। यो एउटा टिकटको कति पर्छ दाजु? 65 चाहिँ पर पर्सन। त्यसको हामी यता लागेपछि चाहिँ अब क्यामेरा खिच्न दिँदैन होइन। पासपोर्ट देखाएर चाहिँ हामी यता भित्र छिर्यौँ। अब यहाँबाट चाहिँ हामी सिधा गएपछि तल अन्डरग्राउन्ड झर्दैछौँ। तल झरेपछि चाहिँ गाडी हो दाजु, तल सटल बस चाहिँ चढेर हामी हङकङको यात्रा तय गर्दैछौँ। अब यहाँबाट सिधा गएपछि चाहिँ हामी उता इमिग्रेसनपट्टि, यता गएपछि चाहिँ टोइलेट। ल हामी अब अर्को यहाँ सटल बस चढ्नेतिर आइसकेका छौँ। टिकट चाहिँ हामीले चेक इन गऱ्यौँ। अब यो चेक इन भइसके पछाडि चाहिँ हामी गाडी चढ्न जाँदैछौँ। लिस्कोबाट चाहिँ हामी 7:05 101 एक्स चढ्यौँ। त्यहाँबाट चाहिँ हामी 25 मिनटमा चाहिँ हामी इमिग्रेसन बोर्डरमा आइपुग्यौँ। अब अर्को चाहिँ हामी सटल बस चढेर र यहाँबाट यात्रा तय हुँदैछ। हाम्रो हङकङको यात्रा चाहिँ सुरु भएको छ।
अब यो विश्वको सबैभन्दा लामो पुल चाहिँ हामी क्रस गरेर जाँदैछौँ। सामुद्री पुल जुन चाहिँ हङकङ र मकाउलाई जोड्ने पुल हो। पुलको विषयमा पनि बताउँदै जाने बिर्सनु होला। गाडी चेक गर्ने केही त्यस्तो इलिगल चिजहरू ल्याएको कि भनेर गाडीको ड्युटी चाहिँ अन अफ गर्ने काम गर्छ। अब यहाँ छिरेपछि चाहिँ ड्युटी यसको अन भयो। सुरु भयो अब यहाँ अब मकाउ चाहिँ हामी क्रस गरेर हङकङ लाग्यौँ। यो चाहिँ अघि मैले भनेको हङकङ मकाउ जोड्ने विश्वको सबैभन्दा लामो सामुद्रिक पुल, जुन पुल चाहिँ अहिले हामी क्रस गर्दैछौँ। जुन पुलको लम्बाइ तकरिबन 54 किलोमिटरको लम्बाइमा छ यो पुल चाहिँ। र जहाँनिर हामीले वान वेतर्फ चाहिँ 3 लेनको बाटो हेर्न सक्छौँ, 2 वेमा 6 लेनको बाटो फराकिलो पुल चाहिँ निर्माण गरिएको छ। अनि यो पुलको अब हामी 90-100 को स्पिडमा सायद यो बस कुदाउँछ। त्यो स्पिडमा कुदिरहँदा तकरिबन हामीलाई यो पुल पार गर्नको लागि चाहिँ 35 मिनटको यात्रा तय हुन्छ। त्यो सँगसँगै अब हामी यो पुल डिजाइन गरिरहँदाखेरि यसको कम्तीमा आयु चाहिँ 120 वर्षको रहेको छ। र त्योभन्दा माथि चाहिँ यो पुल टिक्ने अनुमानसहित निर्माण गरिएको छ। र यो पुल भनेको चाहिँ 2009मा निर्माण सुरु गरेर 2018मा चाहिँ कम्प्लिट गरेर सुचारू गरेको पुल हो। जुन 9 वर्षमा यति ठुलो पुल निर्माण भएको छ। यो एकदमै ठुलो प्रगति मान्नुपर्छ। जुन चिज चाहिँ विदेशतिर हामीले हेर्न सक्छौँ, तर हाम्रो देशमा भने विषयलाई तुलना गर्न सकिँदैन। यो पुलबाट चाहिँ हामीले मौसम अलि सफा नभएको कारणले गर्दाखेरि र ओपेरा हाउस पनि देखिने रहेछ है त चाइनामा। समुद्रको बिचमा चाहिँ यस्ता टापुहरू हामीले हेर्न सक्छौँ। साथीहरू अहिले चाहिँ हाम्रो 80 को स्पिडमा गाडी गुड्दैछ। 80 को स्पिडमा गाडी गुडिरहँदा पनि खासै यो स्पिड गुडे जस्तो देखिँदैन। यो बाटो र स्पिड गाडी गुडे जस्तो महसुस भयो। अहिले चाहिँ हामी यो समुद्रभन्दा माथि पुलमा कुदिरहेका छौँ। अलिकति अगाडिबाट चाहिँ यो पुल सिधै समुद्रभन्दा मुनि जान्छ। अब यहाँ माथि हामी चाहिँ पुल देख्दैनौँ, सिधै यो अन्डरग्राउन्डमा छिर्छ। अन्डर वाटर टनेल समुद्र मुनि। यो कसरी डिजाइन गरेर बनाएको होला? समुद्र माथि चाहिँ छैन, दुईतिर हेर्न सक्छौँ हामी। अब यहाँबाट चाहिँ हामी तल छिर्छौँ। समुद्र मुनिबाट हामी सिधै अब पारी पुग्छौँ। अब यहाँनिर हामीले पुल देख्न सक्दैनौँ। पानी मुनि छिर्यो। अन्डरग्राउन्ड टनेल। समुद्रभन्दा मुनिबाट निकालिएको पुल। योभन्दा माथि चाहिँ समुद्रमा पानी जहाज गुडिरहेको हुन्छ, तल चाहिँ यसरी सरर गाडी गुडिरहेको हुन्छ। 80-90-100 स्पिड पछाडि चाहिँ तकरिबन 10 मिनट चाहिँ हाम्रो 100 को स्पिडमा गाडी गुड्दाखेरि
टनेल पार गऱ्यौँ र अब फेरि हामी समुद्रमाथि निस्किसक्यौँ। वाउ कस्तो राम्रो मौसम अनि यो समुद्र साह्रै राम्रो देखान्छ। अब यसपछि चाहिँ हामी हङकङको एयरपोर्ट विशाल एयरपोर्ट हेर्न सक्छौँ। यहाँबाट चाहिँ गजब देख्ने भयङ्कर गाह्रो गर्नु पऱ्यो भने चाहिँ यो डिएचएल काठमाडौँ सिनेमाहलमा विराटनगरमाबाट पठायो भने सिधै यहाँ चाहिँ आउन सक्छ। चन्द्रगढी बाद्रापुर बाद्रापुर केबल कार पनि रहेछ उपर। यहाँ चाहिँ केबल कार पनि हामी हेर्न सक्छौँ। समुद्र पार गर्नको लागि बनाएको चाहिँ केबल कार छ माथि डाँडामा बस्नुमा जानको लागि बनाइयो र एकदम लामो रहेछ यो केबल कार पनि। डाँडामा बस्तीमा जानको लागि अथवा चाहिँ केही रमाइलो घुम्ने ठाउँ हुनसक्छ। अर्को टनेल हामी एयरपोर्ट कटिसके पछाडि चाहिँ अर्को दोस्रो टनेल सुरु हुँदैछ। ल हङकङ टर्मिनलमा हामी आइपुगेका छौँ यति बेला। भनेपछि ट्याक्कै हामी वहाँबाट इमिग्रेसनबाट 7:50 यात्रा सुरु गरेको थियौँ। ठ्याक्कै हामी 8:28 यहाँ आइपुग्यौँ भनेपछि तकरिबन 40 मिनटको हाम्रो यो यात्रा र पुल क्रस गर्न भने हामीलाई 35 मिनट लागेको छ। जुन पुल 54 किलोमिटर लामो छ। अब यहाँबाट हाम्रो यात्रा कता रे दाजु? ए बस गाडीमा पैसा हाल्नु। हामी यहाँ हङकङ झरिसकेर यहाँ गाडीको लाइनमा चाहिँ आइसकेका छौँ। गाडी B6 चाहिँ हामी पर्खिँदैछौँ। B6 गाडी चढिसके पछाडि चाहिँ हाम्रो यात्रा तुङचुक होइन दाजु? तुङचुक बिग बुद्ध जाने ठाउँ। अब B6 चढेर चाहिँ हामी तुङचुक MTR जाँदैछौँ। यहाँबाट चाहिँ हामी बिग बुद्धको परिक्रमा गर्नेछौँ। ल यस्तो प्रायः छ हङकङमा चाहिँ डबल टेकर बसहरू म्याक्सिमम उड्ने रहेछ। र अहिले चाहिँ हामी B6मा डबल टेकरमा चढेका छौँ। अब यहाँबाट चाहिँ सिधै हामी बिग बुद्ध जान्छ दाजु? तुङचुङबाट चाहिँ बिग बुद्धको यात्रा जाँदैछ है त हाम्रो। सो क्युट बेबी पनि हुनुहुन्छ है, हामीसँगै यात्रा गर्दै हुनुहुन्छ। हाई तल B6बाट हामी एयरपोर्टतिर गइरहँदा चाहिँ तलपट्टि चाहिँ रेलवे छ। यहाँ चाहिँ रेल कुद्ने ठाउँ।
केबल कार टर्मिनल तुङचुङ स्विमिङ पुल पनि रहेछ है यहाँ। अब आइपुगेका छौँ। यहाँबाट चाहिँ हामी बसको यात्रा गर्छौँ। केबल कारबाट जाँदाखेरि चाहिँ हामी यहाँबाट केबल कार चढेर बिग बुद्ध जान सक्छौँ भने हामी चाहिँ अब गाडीबाट घुम्दै जाने सोच विचार भएकोले गाडीबाट जाँदैछौँ। ल बस स्टेसनमा हामी आइसकेका छौँ। अब योभन्दा माथि चाहिँ हामी अन्डरग्राउन्डको स्टेसनमा छौँ। योभन्दा माथि चाहिँ सपिङ सेन्टर ठुल्ठुला B6बाट झरेपछि चाहिँ हामी 23 नम्बर बस चढ्न जाँदैछौँ। 23 नम्बर बस चढेर चाहिँ हाम्रो बिग बुद्धको यात्रा जाँदैछ। सिटी गेट आउटलेट यो चाहिँ विभिन्न ठुल्ठुला ब्रान्डहरूको चाहिँ आउटलेट भएको ठाउँ। यो यहाँले देखिरहेको दृश्य तुङचुङबाट हामी बिग बुद्ध जाँदै गर्दाको बाटाको दृश्य हो। जहाँनेर एकदमै हामीले झरी परिरहेको देख्न सक्छौँ। ठुलो पानी परिरहेको हेर्न सक्छौँ। सो एकदमै पानी परिरहेको छ अनि आज टाइफुन भएको कारणले गर्दा हावाहुरी पनि एकदमै धेरै चलेको छ र यसलाई च्यालेन्ज गर्दै हाम्रो घुमघाम भने रोकिएको छैन। ननस्टप हामी अगाडि बढिरहेको छौँ र यसभन्दा अगाडिका सुन्दर दृश्यहरू पनि यहाँहरूले हेर्न नछुटाउनुहोला। दाहाल मिडिया हाउसलाई सब्स्क्राइब अवश्य गर्नुहोला। बिग बुद्ध घुम्नको लागि बिग बुद्ध चाहिँ यता माथि उहाँ माथि हो। अहिले मौसमको कारणले गर्दाखेरि चाहिँ अलिकति टाउको मात्रै देखिन्छ। माथि गएर चाहिँ हामी पुरै देखाउने छौँ। भिडियोलाई एकदम अन्तिमसम्म हेर्नुहोला। यहाँका विशेषताहरू के छन् त्यो पनि हामी देखाउँदै जानेछौँ। एकदमै रमणीय दृश्य छ, रमाइलो छ ठाउँ, यहाँले हेर्न सक्नुहुन्छ। रफ्तारमा चाहिँ हामी अगाडि बढिरहेको छौँ। अब टाइफुन पनि आइराखेको, मौसम पानी परिराखेको कारणले चाहिँ हामीले यहाँलाई यो भिजुअल त्यति राम्रोसँग देखाउन चाहिँ सकिरहेको छैनौँ जहाँसम्म लाग्छ। तर हेर्नलाई चाहिँ राम्रोसँग हेरिदिनु होला है त। ल हामी चाहिँ यो बिग बुद्ध माथि जाँदैछौँ। यो चाहिँ हुस्सेले गर्दाखेरि यो मूर्ति चाहिँ देखिरहेको छैन राम्रोसँग। हामी माथि गएर देखाउनेछौँ अनि हजार बुद्ध भएको ठाउँमा पनि हामी देखाउनेछौँ अहिले। यहाँबाट चाहिँ हाम्रो यात्रा माथि बिग बुद्धको लागि सिडी चढेर हामी माथि जान्छौँ। ल यो चाहिँ बिग बुद्ध। ल हेर्नुहोस् है, यो चाहिँ सबैभन्दा ठुलो बुद्धको मूर्ति हङकङमा यसरी बनाइएको छ र यहाँ चाहिँ हामी भिजिट गर्छौँ। तलतिरको दृश्य एकदमै राम्रो। ल हाम्रो दाजुभाइ चाहिँ पुरै एकदम मुना र मदन जसरी आइराख्नु भएको। यहाँहरूले यो हेरिराख्नु भएको दृश्य हङकङ बिग बुद्धको रहेको छ। जहाँनेर हामी बिग बुद्ध मूर्ति बैठक गइरहँदाखेरि यो चढ्दै गरेको भर्याङको दृश्य हो र यसको आसपास रहेको दृश्यहरू, रमणीय दृश्यहरू पनि हामीले कैद गरेर यहाँहरूलाई सकेसम्म धेरै देखाउने प्रयास पनि गरेका छौँ। बिग बुद्धको दर्शन भने पक्कै हामी गर्दैछौँ। र हामी चाहिँ मूर्तिकै छेउमा आइसकेका छौँ। अब यो मूर्ति कस्तो छ भनेर चाहिँ यहाँ पुगेपछि हामी देखाउनेछौँ वरिपरि। तर हुस्सु र कुहिरोले गर्दाखेरि अलिकति हामीलाई डिस्टर्ब गरिरहेछ। त्यही पनि मिलाएर हामी देखाउने कोसिस चाहिँ पक्कै गर्नेछौँ। त्यो तल जुन रातो बिल्डिङ देखिरहनु भएको छ त्यो चाहिँ हजार बुद्ध भएको बिल्डिङ, जहाँ त्यो बिल्डिङभित्र चाहिँ हजारवटा बुद्धका सानसानो मूर्तिहरू बनाइएको छ।
अहिले हामी देखाउनेछौँ। सो आज मौसमले अलिकति च्यालेन्ज गरेको कारणले राम्रोसँग क्लियर 1000 बुद्ध चाहिँ हामी देखाइरहेको छौँ। टाइफुन नम्बर 3 चलिरहेछ। यहाँ मान्छे उडा जसरी चाहिँ हावा आइरहेछ। एकदमै यो सामुद्रिक आँधी चाहिँ पर्याप्त रूपमा यहाँले देख्न सक्नुहुन्छ। ल एकदमै राम्रो बुद्धको मूर्ति यसरी एकदम ठुलो देखाएको छ। पर चाहिँ हाम्रो मुना र मदनको जस्तो जोडी हाम्रो दाजुभाउजू हुनुहुन्छ। हजार बुद्ध भएको ठाउँ, 1000 टेम्पल बुद्ध है त। अहिलेको जुन मूर्ति देखाएको छ त्यो चाहिँ हाम्रो बिग बुद्ध। यहाँनिर हुनुहुन्छ बिग बुद्ध है त। हङकङमा रहेको सबैभन्दा ठुलो बुद्धको मूर्ति र यहाँको यो अत्यन्तै राम्रो रहेको छ। अहिले चाहिँ हामी 1000 बुद्ध जुन अघि माथिबाट टपबाट हामीले भिडियो देखाएका थियौँ त्यसैलाई हामी देखाउन गइरहेका छौँ। 1000 बुद्ध जुन यो बिल्डिङभित्र चाहिँ 1000वटा बुद्धका मूर्तिहरू रहेको छ। भित्र त खिच्न मिल्दैन होला सायद, र बाहिरको दृश्य भने हामी देखाउँदैछौँ। हाम्रो धुपद्वार गर्ने काम भइरहेछ। यहाँ यसरी सिङ्के धुप चाहिँ बालेर हामीले चाहिँ बुद्धलाई अर्पण गर्दैछौँ, नमस्कार गर्दैछौँ है त। एकदम ल हाम्रो चाहिँ धुप बालेर बुद्धलाई चढाउने कार्यक्रम चाहिँ भइरहेको छ। हाम्रो दाजुभाउजूहरूले चाहिँ यहाँ कार्यक्रम गर्दै हुनुहुन्छ सौहार्दपूर्ण वातावरणमा। ठाउँमा यसरी चाहिँ ट्याग 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 राख्दै जाने कार्यक्रम चाहिँ भइरहेको। सबको रक्षा गर्नु। यसरी चाहिँ यहाँ चाहिँ पूजाका सामग्रीहरू चाहिँ यसरी एकदमै राम्रोसँग राखेको हुन्छ। यसरी किन्न सक्छौँ। 1000 टेम्पलमा हामी आइसकेका छौँ। वाउ, साँच्चीकै सुन्दर तस्बिर। हजार बुद्ध भएको ठाउँ हामी फाइनली आइपुगेका छौँ। 1000 ओहो 10,000 बुद्ध, 1000 होइन रहेछ है गाइस। 10,000 बुद्धको मूर्ति भएको ठाउँमा चाहिँ हामी आइपुगेका छौँ। वाह कति राम्रो। टेन 1000 बुद्ध भएको ठाउँ चाहिँ फाइनली हामी ढोकामै आइपुगेका छौँ।
चाहिँ यहाँले यो नोटिस बोर्ड हेर्न सक्नुहुन्छ 10,000 बुद्धको मूर्तिभित्र। यहाँको यो बिग बुद्धको मौसम चाहिँ ठ्याक्कै हाम्रो इलाम 5 थरको जस्तो एकैछिनमा परिवर्तन हुने, एकैछिनमा घाम लाग्ने, एकैछिनमा पानी पर्ने, एकैछिनमा हुस्सो लाग्ने, बाटो नदेखिने, त्यहाँमाथि आज टाइफुन, अनि यस्तो खालको चाहिँ मौसम परिवर्तन हुने ठाउँ है यो चाहिँ। तर एकदम इन्जोय गरिरहेको छौँ हामी चाहिँ अहिले खाजा खाने कार्यक्रममा छौँ यसरी। 2 मिनट पनि भएको छैन है मौसम परिवर्तन भएर अब फेरि घाम लाग्न खोज्दैछ है। पानी झरर पऱ्यो, अब रहँदैछ, हुस्सो थियो काहीँ नभएको, हुस्सो गयो, अब एकैछिनमा घाम लाग्छ। अब यसरी सर हुस्से जान्छ, सर आउँछ। ल हेर्नु घाम लाग्दै आयो। यहाँबाट चाहिँ हामी अब यो भिलेज गोङपिङ भिलेज हुँदै फेरि चढ्न जाँदैछौँ। सम्भवतः फेरि चल्छ या चल्दैन यो भने आज निश्चित छैन। यदि चल्यो भने हामी फेरि चढेर सरर जाँदैछौँ है त। यहाँको आजको मौसम एकदमै रमाइलो छ, छिनछिनमा चेन्ज भइरहेको छ र रियल अनुभव पनि हामीले गरिरहेको छौँ। साँच्चीकै यो इलामको राँकेमा भए जस्तो अनि त्यो 5 थरतिर भए जस्तो छिनमा घाम लाग्ने, छिनमा हुस्सो आउने, छिनमा पानी पर्ने, त्यही खालको मौसम चाहिँ आज अनुभव यहाँ हङकङमा पनि गरेका छौँ हामीले है त। यहाँ चाहिँ हामी गाडी चढ्नको लागि जाँदैछौँ। गाडी जान्छ या जाँदैन फेरीसम्मको लागि। यहाँबाट फेरीसम्म हामी गाडीमा जान्छौँ। त्यसपछि यदि फेरी चल्यो भने फेरीमा हामी चाहिँ अर्को ठाउँ घुम्न जाँदैछौँ। अर्को कुन ठाउँ जाँदैछौँ भन्ने कुरा भिडियो हेर्दै गर्नु होला, हामी बताउँदै जाँदैछौँ। एकदमै नाइस भ्यू हामीले देखिरहेका छौँ। नम्बर 2 नियो फेरी फायर यसरी लोकेसन पनि हामीले दिएको छ, तर अलि नबुझिने भइसक्यो, तर पनि बुझ्न चाहिँ सक्छौँ। हजुर, अब 23 नम्बरमा चढ्यो भने चाहिँ अघि हामी आएकै गाडी जहाँबाट चढेको थियौँ त्यहीँ पुगिन्छ भने अब हामी 2 नम्बर चढेर फेरि चढ्ने ठाउँमा जाँदैछौँ होइन। एकैछिनमा सफा भएको छ, घाम लागिरहेको छ अहिले। अघि एकैछिन अगाडिको भिडियो यहाँले हेर्नुभयो, 2-4 मिनटमा यसरी मौसम चाहिँ परिवर्तन भइरहेको छ। सो अहिले एकदमै राम्रो मौसम देख्न सक्नुहुन्छ, साँच्चीकै लभली। गाइज फाइनली हामी फेरीमा चाहिँ आइपुगेका छौँ। फेरी चढ्ने स्टेसन। अब यहाँ चाहिँ हामी अहिले नेपाली होटलमा पनि जान्छौँ, नेपाली स्टोरमा। अब यहाँ फेरी चाहिँ चलेको छ कि छैन हामी बुझ्छौँ। चलेको रहेछ भने चाहिँ हामी फेरि चढेर अनि जान्छौँ। सेन्ट्रलको यात्रा चाहिँ हाम्रो यहाँबाट तय हुन्छ फेरि चलेको खण्डमा है त। रमाइलो हुनुहुन्छ है त। ल हेर्नुहोस् सामुद्रिक सतहदेखि यो रमणीय दृश्य। गाइज अहिले चाहिँ हामी नेपाली स्टोरमा छिरेर चाहिँ केही खाजा अथवा खाना खाने क्रममा छौँ। हाम्रो नेपाली दिदीहरू हुनुहुन्छ। अब अहिले चाहिँ हामी यहाँ खाजा खान छिर्दैछौँ है त। हाम्रो यता चखयाको जोडी चाहिँ यता हुनुहुन्छ। स्पेसल चटपटे आएको छ हाम्रो। हजुर चाहिँ हाम्रो दिदीको छोरी हो। हजुर ए मसा पनि आइसकेको छ, जुस पनि आइसकेको छ हाम्रो। अब एकदम हामी अहिले खाजा खाने क्रममा काठमाडौँ स्टोरमा छौँ। फेरीमा होइन, यो हामी फेरी
रेड बुल पनि आइसकेको छ भाउजूलाई। हाम्रो ओरेन्ज जुस पनि आइसकेको छ। दिदी नमस्कार। नमस्कार भाइ। हजुरको शुभ नाम दिदी? मेरो नाम बबिता हो। हजुर कति समय भयो दिदी यो पसल यो स्टोर सञ्चालन गर्नु? 8 वर्ष। 8 वर्ष भयो। हजुरको स्टोरको नाम चाहिँ के भन्नु हो पुरा? काठमाडौँ स्टोर भनेपछि यहाँ नेपाली आइटम इन्डियन आइटमहरू मात्रै हो कि अरू आइटम पनि दिनु? इन्डियन भन्दाखेरि त्यही त हो, इन्डियनमा त्यही समोसा भइहाल्यो। नेपाली नै हो खाना त, दाल भात तरकारी चाउमिन मोमोहरू चटपटे चाख्यौँ हामीले, एकदमै मिठो लाग्यो। अनि समोसा पनि धेरै मिठो बनाउनु भएको रहेछ, खुसी लाग्यो। अनि यहाँ अरू आइटमहरू पनि बनाउनुहुन्छ कि स्पेसल? त्यही करी राइसहरू मोमो चाउमिन भुटुवाहरू नेपाली पाराको। हजुरहरू परिवारै यतै हुनुहुन्छ? हजुर सबैजना है। परिवारै यता आउनुभएको चाहिँ कति भयो? हामी त धेरै वर्ष भइसक्यो भाइ, 30-35 वर्ष भइसक्यो। 30-35 वर्ष भनेपछि एकदम धेरै खुसी लाग्यो दिदी हजुरसँग भेटेर भयो। हामी पनि आज यसो घुमघाममा बसोबासै लन्तोङ गाउँमै हो हामी। लङतुङ गाउँ, यसलाई चाहिँ लङतुङ गाउँ भन्छ। यसलाई ए भनेपछि यहाँबाट फेरीमा हामी चाहिँ सिधै मकाउ पनि जान सक्यो? यहाँबाट सकिन्न, सेन्ट्रल मात्रै हो, यहाँबाट जाने चाहिँ सेन्ट्रल हो। यहाँबाट जानु सेन्ट्रल जानुपर्छ, फेरीबाट गर्ने सेन्ट्रल, अनि के भन्छ बसबाट गर्ने सेन्ट्रल। ओके हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद। यति मिठो खुवाउनु भयो एकदमै। हजुरको यो सेवाबाट चाहिँ हामी एकदम प्रभावित भएको छौँ। फेरि फेरि आउनेछौँ र एकदम दिदी हस् हस्, थ्याङ्क यू दिदी। सेन्ट्रलबाट चाहिँ हामी अहिले अब क्रुज चढ्न जाँदैछौँ, फेरीबाट सेन्ट्रल जाँदैछौँ है गाइस। र अब हामी चाहिँ फेरीमा चढ्दैछौँ, फेरी पनि हेर्न सक्छौँ हामी यहाँबाट। हाम्रो फेरी चाहिँ रेडी भइसकेको छ, अब 2 मिनट पछाडि हिँड्छ। ट्याक्क हामी चाहिँ आइसकेको छौँ है। फेरीमा चढ्यो, हामी चाहिँ माथिल्लो तलामा चढ्दैछौँ अहिले। एकदम ठुलो रहेछ, तल्लो तला माथिल्लो तला 2 तलाको। ल हेर्नुहोस् एकदमै ठुलो छ अहिले। हामी चाहिँ अहिले फेरीको यात्रा गरिरहेको छौँ। 11:32 मिनटमा ममुवा फेरीबाट चाहिँ हामी क्रुज चढेर सेन्ट्रलतिर जाँदैछौँ। बिचमा देखिएको दृश्यहरू चाहिँ हामी कैद गरेर यहाँलाई देखाइरहेका छौँ। एकदमै रमाइलो, यति आनन्द भइरहेको छ साँच्चीकै। रमाइलो चाहिँ वास्तवमै यो हो भन्ने महसुस गरिरहेका छौँ। पक्कै पनि यो भिडियो हेर्दा चाहिँ सुन्नु होला, साँच्चीकै रमाइलो छ। तल माछा फुल्लो उफ्रेको हामीले चाहिँ देखिरहेको छौँ, तपाईँले नसक्नुहुन्छ। तर हामीले चाहिँ असाध्यै मनोरञ्जन गरिरहेको छौँ। तपाईँहरू पनि घुम्न आउनुभयो भने यो रुट जुन अहिले हामीले घुमिरहेका छौँ असाध्यै राम्रो, एक दिन घुम्नको लागि चाहिँ असाध्यै राम्रो, रमाइलो त छोटो, सर्ट एन्ड स्विट। भाउजू कस्तो महसुस गरिराख्नु भएको छ अहिले बोटमा यसरी कुदिरहँदा? कुद्न त हजुर कुद्नु भएको छैन, बोट कुद्दैछ, हजुर उभिनु भएको छ। हजुरको महसुस के छ यसमा? 2-4 शब्द छ। ल गाइज हामी चाहिँ फेरीको यात्रा गरिरहेका छौँ। मङ्गुवाबाट हामी यो फेरी चढेर फेरी सेन्ट्रल यात्रा गर्दैछौँ हामी सेन्ट्रलको लागि। यस मङ्गुवा सेन्ट्रल घुम्नको लागि चाहिँ हामीले यात्रा गरिरहँदा असाध्यै राम्रो, असाध्यै मनोरञ्जन चाहिँ हामीले महसुस गरेका छौँ। र तपाईँहरू पनि हङकङ घुम्न आउनुभयो भने आज हामीले जुन रुट भिजिट गरेका छौँ त्यही रुटबाट एक दिनको लागि यात्रा गर्दै हुन्छ भने चाहिँ साँच्चीकै रमाइलो, साँच्चै मनोरञ्जन हुने कुरा पक्का छ।
फोटो पनि हाल्दैछु है मैले। हामीले यो गरिरहेको यात्रा हुवाङ्गो फेरीबाट हामी चाहिँ पानीजहाज फेरी चढेर हङकङको सेन्ट्रल गइरहँदाखेरि देखिने यो सुन्दर दृश्य। समुद्र यत्तिकै पनि सुन्दर देखिन्छ, त्यसमा पनि यो बिचमा देखिने जुन टापुहरू छ अनि बिचबिचमा देखिने जुन जहाजहरू कुदिरहेको, बोटिङहरू भइरहेको, अनि यो समुद्र साँच्चीकै रमाइलो, यति अविस्मरणीय, यति मनमोहक दृश्य यहाँ हेरिरहेका छौँ हामीले। साँच्चीकै यो प्रकृतिसँग अनि यो मनमोहक दृश्यसँग हामी पनि रमाउँदै र रम्दै जाँदैछौँ। र हङकङको सेन्ट्रल भनेको चाहिँ हङकङको मुटु भनेर पनि चिनिने ठाउँ रहेछ। सो त्यो ठाउँ घुम्नको लागि हाम्रो यो यात्रा फेरीमा करिबन 50 मिनटको यात्रा हामीले फेरी मार्फत गरेर हामी हङकङको सेन्ट्रल पुग्न लाग्दैछौँ। सो यहाँहरूले जुन हेरिराख्नु भएको छ अगाडिपट्टि देखिएका बिल्डिङहरू र त्यो जुन सहर देखिँदैछ त्यो भने हङकङ सेन्ट्रल सहर हो। र जहाँ हामी पुगेर चाहिँ त्यहाँ आसपास घुम्नेछौँ र त्यहाँको दृश्य पनि हामी तपाईँ देखाउनेछौँ। भिडियोलाई अवश्य अन्तिमसम्म हेर्न भने नबिर्सनु होला। यदि तपाईँ पनि हङकङ घुम्दै हुनुहुन्छ भने बेस्ट रोड तपाईँका लागि यो हुन सक्छ। साँच्चीकै आजको दिन टाइफुन आइरहेको, हावाहुरी चलिरहेको, पानी परिरहेको, हुस्सु लागिरहेको यस्तो च्यालेन्जिङ दिनमा पनि हामी घुम्न निस्केका थियौँ। र यो च्यालेन्जिङ दिनले पनि हामीलाई साथ दिएको छ। बिहानैदेखि एकदमै हामी रमाइलो इन्जोय गरिरहेका छौँ। 1:32 हाम्रो यात्रा सुरु भयो। 8 मिनट भयो। हेरौँ अब कति मिनट लाग्छ। यात्रा जारी छ, मनोरञ्जन एकदमै छ। अनि यो दृश्य देखिरहँदाखेरि यही सिपमै फेरीमै बसेर चाहिँ यही दृश्य हेरिरहेको जस्तो लागिरहेको छ। तिम्रो बोटको चाहिँ यात्रा, बोट के भन्ने फेरी यसलाई होइन? हजुर, त्यसको यात्रा एकदम रमणीय भयो, मजा आयो। पेसेन्जर पनि धेरै हुन्छ होइन, सबै बोटै आफै रिजर्भ गरेर ल्याएर जस्तो भयो, मजा भयो। अब हामी सेन्ट्रल आइपुग्न लाग्यो। अब विथिन मिनट हामी सेन्ट्रल पुगिन्छ। त्यस पछाडिको अगाडिको हाम्रो भ्रमण चाहिँ त्यहाँदेखि हामीले निश्चय गर्छौँ कहाँ जाने भन्ने कुरो। ओके, बुझ्यो नि कुरो? हामी बताउँदै जान्छौँ। हामी बताउँदै जान्छौँ, अपडेट हुँदै जान्छ। अहिले चाहिँ एकदम समरको रूपमा मजा आयो। फेरीको आनन्द लिइरहेको छ। फेरीको त यो त अनि तिम्रो योभन्दा आनन्द हुने ठाउँै छैन नि। यतिको अविस्मरणीय चाहिँ आजसम्म भएको थिएन। सही जिन्दगी। ल, धन्यवाद। भाउजू, के छ यो तपाईँलाई फेरीको रमाइलो र आजको घुमघामको विषयमा के भन्न चाहनुहुन्छ तपाईँ? आजको भन्नुपर्दाखेरि सबै नै राम्रो हो समग्रमा भन्नुपर्दा। तर आज बाहिर एकदम मौसम चाहिँ एकदम राम्रो खालको, रमाइलो खालको, पानी पनि हल्का आइरहेको छ। बाहिर मजाले हेर्न पाएँ कि आज चाहिँ। अनि अब चाहिँ हामी हङकङको मुटु सेन्ट्रल हामी जाँदैछौँ। हङकङको मुटु भन्दैछ यसलाई चाहिँ। चट्टा सेन्ट्रल भनेको चाहिँ एकदम रमाइलो छ, अझै अरूतिर भन्दा हामी जाँदैछौँ। लेट्स सी। भनेपछि आजको यो हाम्रो यात्राको विषयमा तपाईँ एकदम खुसी हुनुहुन्छ? हजुर, एकदमै खुसी। योभन्दा अगाडि सेन्ट्रल घुम्नु भएको थिएन? घुमिया त थिएँ, योसँग 3 चोटि भयो, सायद 3 चोटि भयो। तर आज जस्तो रमाइलो पहिले अगाडि आएको थिएन। किनकि अगाडिको सेन्ट्रल पनि देखिएको छ दाजु एकदम। बाहिर चाहिँ पहिले आउँदाखेरि पनि रमाइलो भएको थियो, तर आज बाहिर मजाले यसरी झ्याल खोलेर हेर्न पाइयो। बाहिर नेचरको आनन्द लिन पाइयो आज। किनै बाँकी कुरा अहिले अर्को पटक भन्दैछ। ओके भाउ। सेन्ट्रल साइड, ल यो सेन्ट्रल अहिले देखिरहेको दृश्य चाहिँ सेन्ट्रल हङकङको हो, जुन चाहिँ हङकङको मुटु भनेर चिनिन्छ। र यहाँ दृश्य देखिरहेको छ। साँच्चीकै हामीले हेर्दा त अब यो फेरीमा यात्रा गरिरहेको छ, समुद्रमाथि त्यो हेरिराख्नु भएको छ यहाँले। अनि यो जुन दृश्य हामीले यहाँबाट बसेर हेरिरहेको छ साँच्चीकै स्वर्ग जस्तो लाग्छ। ल, तपाईँलाई कस्तो लागिरहेछ आज फेरीमा हिँड्दाखेरि? आजको घुमाइ चाहिँ एकदमै यति राम्रो, यति सुन्दर भइरहेको छ। अहिलेसम्म हामी बिहान 7 बजे ठ्याक्कै विश्वबाट गाडी चढाएको थियौँ। त्यसपछि हाम्रो यात्रा चाहिँ हङकङ यो हाम्रो टर्मिनल
सम्म भयो। त्यसपछि हङकङको गाडी चढेर हामी आयौँ। विश्वको सबैभन्दा लामो पुल क्रस गऱ्यौँ। त्यो पुलमा पनि एकदम मनोरञ्जन भयो, एकदम आनन्द लियौँ। त्यहाँ पनि हामीले भिडियो बनाएको छौँ। त्यस पश्चात चाहिँ हाम्रो यात्रा बिग बुद्ध, यो हङकङको सबैभन्दा ठुलो बुद्धको मूर्ति भएको ठाउँ, विश्वकै सबैभन्दा ठुलो भन्ने कुरो चर्चामा आएको छ। त्यो ठाउँ हामी घुम्यौँ। त्यसपछि त्यहाँ हामीले केही खाजाहरू पनि खायौँ। त्यो घुमिसके पछाडि खाजा खाइसके पछाडि चाहिँ हाम्रो घुमाइ यो अहिले फेरि पोर्टमा आयौँ। फेरि पोर्टमा आइसके पछाडि त्यहाँ हामीले नेपाली एउटा स्टोर, काठमाडौँ स्टोरमा बसेर स्पेसल एकदमै मिठो समोसा खायौँ। त्यसपछि चटपटे खायौँ। चटपटे र समोसा खाइसके पश्चात चाहिँ हामी यो फेरीको यात्रा गरेर हङकङको सेन्ट्रल हङकङको मोटु भनेर चिनिन्छ त्यो ठाउँ चाहिँ हामी अहिले घुम्दैछौँ। आजको रुट यति रमाइलो, यति राम्रो, यति सुन्दर भइरहेको छ। जुन रुट हामी घुमिरहेका छौँ, यदि यहाँहरू पनि घुम्न चाहनुहुन्छ, यहाँहरू पनि हङकङ एक दिनको रुट अथवा 1 दिन 2 दिनको रुट बनाएर आउन चाहँदै हुनुहुन्छ भनेदेखि आज हामीले घुमेको रुटलाई यहाँले फलो गर्नुभयो भने साँच्चै नै अविस्मरणीय। यो यात्रा आज पुरै नगरौँ। टाइफुन पनि आइरहेको छ, मौसम पनि तपाईँको एकदमै आजको भलबार, तर पनि हाम्रो रमाइलो भने कायम हुन्छ। आज रमाइलो चाहिँ बाँकी हुन्छ। अमेजिङ। अरू केही भन्न चाहनुहुन्छ आजको बारेमा? इट्स अमेजिङ। धेरै गहिरै भएको यो अब समुद्रको छेउछेउ हामी आइपुग्यो नि त, त्यही भएर यस्तो देखियो। टाइफुन आइरहेको बावजुद, पानी परिरहेको बावजुद अनि हुस्सु लागिरहेको बावजुद पनि हामीले त्यो सबै चिजलाई च्यालेन्ज गरेर आज यसरी घुम्न आइयो। च्यालेन्ज गरेर अघि बढे अनुसार हाम्रो बिहानैदेखिको यात्रा चाहिँ यति सुन्दर, यति रमाइलो, यति अविस्मरणीय बनेको छ जुन चिज जो कोहीले कल्पना गर्न पनि सक्दैन। के भन्नु चाहन्छु त? पक्कै पनि यो भिडियो हेरिसके पछाडि तपाईँहरूलाई पनि लाग्नेछ कि यो ठाउँ साँच्चीकै घुम्नुपर्ने रहेछ। साँच्चीकै सुन्दर यो यात्रा फेरिको मेरो पहिलो यात्रा। यति सुन्दर यात्रा, सुन्दर रमाइलो यात्रा आज जुन चिज जिन्दगीमा सायदै तपाईँले साँच्चीकै अमेजिङ, फ्यान्टास्टिक धेरै रमाइलो। धन्यवाद हाम्रो वर्षा भाउजू, धन्यवाद हाम्रो विजय दाजु, यहाँलाई मलाई साथ दिनुभएको छ। यहाँहरू दुवैजनालाई एकदमै धेरै धन्यवाद। सन फेरि अगाडि बढिरहेको छ। हामी चाहिँ अब स्टेसनतिर आइरहेको छौँ। हाम्रो स्टेसन आइपुगेको छ। तकरिबन हाम्रो यात्रा कति मिनटको भयो भन्दाखेरि 1:32 सुरु गरेको यात्रा 1:19 अब 1:20 भने हाम्रो स्टेसनमा हामी लगभग पुग्दैछौँ। ल भ्याट्टै चाहिँ यसले गियर हानेको छ अब हाम्रो साथी ड्राइभरले। अब हामी सेन्ट्रल आइसकेका छौँ र यहाँ स्टेसनमा स्लो मोसनमा फेरि रोकिने क्रम जारी छ। हाम्रो भाउजूले पनि एकदम इन्जोय गर्नुभएको छ। यता हाम्रो दाजुले, यता हाम्रो सेन्ट्रल अब हाम्रो भिजिट हुन्छ यहाँ, भिजिट हुन्छ हङकङको मोटु सही हो एकदम। ल दिस वे ओके लेट्स गो। यहाँको फेरी चाहिँ यही हो है गाइज, सिकेएस सन फेरीमा हामी आयौँ। छिङगवाङ A4413 सन फेरीबाट हामी अहिले 50 मिनटको यात्रा गरेर यहाँ आइपुग्यौँ। काठमाडौँ हङकङ सेन्ट्रल आइपुगेका छौँ। अब यहाँ सेन्ट्रल चाहिँ हाम्रो घुमघाम एकदमै रमाइलो हुनेछ। अहिलेसम्मको घुमघाम साँच्चीकै अविस्मरणीय रमाइलो बनेको छ भने अब झनै रमाइलो बन्नेवाला छ होइन।
हङकङ सेन्ट्रलको यो भ्यू हेर्न सक्नुहुन्छ। आउँदैन यहाँ हङकङ भनेर हामीले सर्च गर्दाखेरि पहिलो देखिने चिज यो हेर्दा रोटेपिङ जस्तो, तर त्यो जुन डिजाइन छ ठ्याक्कै केबल कारमा बसे जस्तो महसुस हुन्छ। त्यो चाहिँ अलिकति अनौठो खालको डिजाइनमा निर्माण गरिएको छ। अनि यहाँनिर हामीले घन्टाघरहरू पनि देख्न सक्छौँ। हङकङ सेन्ट्रल एकदमै रमाइलो घुमघाम छ अहिले। वाउ, सेन्ट्रल हङकङ लाइक सो नाइस भ्यू। अब हामी चाहिँ यहाँबाट सेन्ट्रल हङकङबाट जोडानको मेट्रो चढेर जोडान जाँदैछौँ। जोडान भन्ने बित्तिकै चाहिँ नेपालीहरूको सहर भनेर चिनिन्छ हङकङको जोडान। जोडानको यात्रा गर्नको लागि चाहिँ हामी कताबाट जाने भनेर चाहिँ हेरिरहेछौँ होइन। अब यहाँ हामी अलिकति अल्मलियाउँ तल, यो सिग्नल यहाँहरूले हेर्न नबिर्सनु होला। यो बाटोबाट चाहिँ हामीलाई यहाँबाट जानु भनेर भन्दैछ, एमटिआर जाँदैछ हामी। यहाँबाट हामी मेट्रो चढेर जोडान जाने तयारीका लागि चाहिँ यसरी यहीँनिर छौँ। हङकङ सेन्ट्रलबाट जोडान जाँदाखेरि चाहिँ केही अलिकति अल्मलिन सकिने रहेछ। हामी सोध्दै खोज्दै जोडान त्यहाँ चाहिँ त्यहाँबाट लागिरहेछ। हामी मेट्रो चाहिँ प्रवेश गर्दैछौँ है त गाइस। मेट्रो हामी प्रवेश गरेँ। त्यो मेट्रो चाहिँ यसरी जाँदैछ। हामी सेन्ट्रल ओसियन पार्क, सेन्ट्रल अनि ओसियन पार्क हुँदै जोडान पुग्छौँ यसरी। यहाँनिर हेर्न सक्नुहुन्छ है त, पुरै भिडभाड मेट्रो सब माई मेला लाग्यो जस्तो भएको। ढाबाको माई मेला जस्तो। त्यो भारतमा के यस्तो हुन्छ र यहाँ त्यस्तो हुन्छ। मेट्रोबाट चाहिँ हामी झऱ्यौँ साथीहरू र ठ्याक्क चाहिँ हामी जोडान आइपुग्यौँ है त। अब मेट्रोमा भिडभाड भएको कारणले गर्दाखेरि चाहिँ हामीले भिडियो खिच्न पाएनौँ। एकदमै सुपर एक्सप्रेस 5 मिनटमा हामी आइपुग्यौँ। हङकङ सेन्ट्रलबाट जोडान मेट्रोमा 5 मिनट जस्ट। सुपर स्पिड, सुपर फास्ट हामी आइपुगेको छौँ। अब यो जोडान घुमघाम गरिसके पछाडि सायद हामी फर्किनेछौँ। अहिले यहाँ चाहिँ निक्लेपछि थाहा हुन्छ कति कहाँ कुन स्टेसन। $10.6 60 $10.6 चाहिँ हामी हङकङ सेन्ट्रलबाट जोडान मेट्रोमा सरर फिलिली 5 मिनटमा सुपर एक्सप्रेसमा आयौँ। र फाइनली हामी जोडान सहरमा निस्केका छौँ। सो जोडान सहर भन्ने बित्तिकै हङकङको जोडान नेपालीहरू बस्ने सहर भनेर चिनिन्छ, जुन सहरमा हामी आज घुमघाम गर्दैछौँ है त। यहाँ चाहिँ म्याक्सिमम डबल टेकर बसहरू पाइन्छ हङकङमा। गाइज यो हो जोडान सहर, हङकङको जोडान नेपालीहरूको सहर। जहाँनिरको दृश्य यहाँले हेर्न सक्नुहुनेछ। गाइज जोडानमा चाहिँ हामीले धेरै जसो पुराना बिल्डिङहरू देख्न सक्छौँ। बिल्डिङहरू यहाँहरूले हेरिराख्नु भएको छ, अलिकति पुरानो डिजाइनको धेरै पुराना बिल्डिङहरू देखिन्छन्। सँगै यहाँ हो आसपास धेरै ठाउँ हामी घुम्न सक्छौँ जोडान आसपास, जोडान वरिपरि। सो अहिले भने हामी जोडानबाट अब हाम्रो यात्रा आजको लागि चाहिँ लगभग समाप्त हुने कुरा भएको छ। त्यसैले गर्दा यदि यहाँहरू पनि हङकङ 1 दिन 2 दिनको लागि घुम्न आउँदै हुनुहुन्छ भने आज हामीले फलो गरेको रुटहरू पक्कै पनि फलो गर्नुभयो भने पर्फेक्ट रुट यहाँहरूको लागि हुनेछ। अझ 2 दिनको रुट बनाएर यता यो रुटमा घुम्ने हो भने साँच्चै अविस्मरणीय, अझ धेरै रमाइलो पक्कै हुने कुरा हामीले देखेका छौँ। टेम्पल स्टेट जोडानको टेम्पल स्टेटमा चाहिँ हामी आएको छौँ। अब यहाँ चाहिँ हाम्रै गाउँठाउँ बजारमा जस्तो चाहिँ झुप्रा झाप्री बजारहरू पनि देख्न मिल्छ।
यस्ता खालका ठाउँहरू हामीले घुम्न सक्छौँ है। अब भने हामी जोर्डनको यात्रा सकेर फर्किने क्रममा छौँ, बसको पर्खाइमा छौँ। जोर्डान रुट टेम्पल स्ट्रिट बस नम्बर A22 चढेर चाहिँ अब हामी जोर्डानबाट चाहिँ सिधा हङकङ एयरपोर्ट र त्यहाँबाट चाहिँ हामी आफ्नो गन्तव्यतिर फर्किँदैछौँ है त। आजको यात्रा भने हाम्रो जोर्डानबाट समाप्त भएको छ। त्यही हो हजुर, त्यो एकदम थकित मुद्रामा हुनुहुन्छ अहिले यति बेला, दिनभरि हिँडिसके पछाडिको यो थकान। अन्त यो रमाइलोले त्यति थकान त महसुस भएन, तर ज्यान चाहिँ अलिक थकित भएको जस्तो उहाँले महसुस गर्दै हुनुहुन्छ। अब भने हामी यहाँबाट यात्रालाई समाप्त गरेर फर्किँदैछौँ है त गाइस।